फेरि एउटा अर्को दुःखद खबर लिएर आएको छु। भारतको अहमदाबादमा प्लेन दुर्घटना भई 242 जनाको मृत्यु भएको छ। भारतदेखि लन्डन जाँदै गरेको प्लेन एयरपोर्टबाट उडेको केही मिनेटभित्रै दुर्घटनामा परेको छ। हामीले समाचार पाए अनुसार त्यो प्लेनभित्र एकजना पनि नेपाली नरहेको सुन्नमा आएको छ भने भारतीय नागरिक 169 जना र अन्य विदेशी नागरिक गरेर त्यो प्लेनभित्र टोटल 242 जना थिए। 242 जना मध्ये एकजना पनि जीवित रहेनन्। करिब दिउँसोको 1 देखि 2 बजेको बीचमा त्यो प्लेन क्रस भएको थियो। जुन ठाउँमा त्यो प्लेन क्रस भयो नि त्यो ठाउँ नजिकै एउटा मेडिकल कलेज पनि थियो र क्यान्टिन पनि थियो। स्टुडेन्टको लन्च गर्ने टाइम दिउँसो 1 देखि 2 बजेको बीचमा लन्च गर्ने टाइम थियो। त्यो विमानस्थलमा भएका 242 जनाको त ठाउँको ठाउँ मृत्यु भएको छ, एकजना पनि जीवित छैन भने अरु कतिजना स्टुडेन्टको मृत्यु भयो, कतिजना स्टुडेन्ट घाइते छन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन।